माया ए माया फुल माया त्यहाँ टेबलमा बिडी छ ल्याउ ल्याउ ए यो ठुटो होइन सिङ्गो बिडा ल्याउ भनेको यो पनि छान्दा छान्दा लामो चाहिँ ल्याइदेखि दिनमा 3 मुठाले पुग्दैन बाबा बाबा म पनि हाट जान्छु न ल पर्दैन जानु तिहारको बजार भिरबारमा बाउको र छोरो कता होला तेरा बाउको टुङ्गै हुँदैन बाबा मलाई जुलबी पटेका ल्याइदिनु ल ल ल ल्याइदिउँ ल भरे चाँडै आउनुहोस् लक्ष्मी पुज्नु पर्छ सधैँको जस्तो रात नपार्नु नि ल ल साइला खैलेले एउटा बिडी तानु आफू त नभएर यहाँ बिडीको ठुटो तान्दैछु आज त अनिकालै लागेछ खैले यही ठुटो भए पनि तँलाई भरे दिउँला यो तेजे दाइले त ठुटोले पनि पुगेन लानुहोस् लानुहोस् 20 रुपियाँको 3 मुठा साग कसरी हो भाइ 20 रुपियाँको 3 मुठा 10 रुपियाँको 3 मुठा हुँदैन 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 10 रुपियाँमा त मिठो साग हो उहाँ पहाडदेखि डोकामा बोकेर ल्याएको बाबा अरूलाई नै बेच्नु कसले किन्छ र ल ल हुन्छ साग साग लानुहोस् लानुहोस् कति कति मुठा हो 10 मुठा 10 रुपियाँको 1 मुठा बेच्दैछन् म 20 रुपियाँको 3 मुठा दिँदैछु हो फर्सी चाहिँ फर्सी यो 30 रुपियाँ यो 10 रुपियाँ लानुहोस् मिठो खालको फर्सी हो यो हो पहेँलो खालको मिठो हो मिठो फर्सी लानुहोस् मिठै लाने होइन उता मात्रै लाने नि फर्सी 30 रुपियाँ धेरै भयो नि त ल 20 रुपियाँ लानु भाइ ल म पनि छिटो सकेर जान्छु साग यो हेर्नुहोस् मिठो खालको साग हो 10 रुपियाँ मुठा बेच्दैछन् अरूले 20 रुपियाँको 3 मुठा लानु सबै लाने ल सबै फर्सी पनि लानुहोस् न फर्सी पनि रुपियाँ दिनु पहिलो ए तेजे दाइ के गर्नु भएको यो एहे यी हाट बजार गर्न आएको थियो सागपात बेचेर सक्यो बिहानै सिद्धेछ त अनि घरतिर जाने कि बजार गर्ने यसो बजार सजार गर्ने हो जाउँ अब तानतुन गरौँ तिहारको रमझम ल जाउँ साथीकोमा तास पनि खेल्ने तानतुन पनि गर्ने ल खेलौँ है जातास पनि एकछिन आमा बाबा आउनु भएन अझै छोरा बाबा आउँछन् नि त हात गोडा धोएर ठिक्क पर लक्ष्मी पुज्नु पर्छ अनि बाबाले पटका ल्याइदिन्छन् अनि पड्काउलास् ल आमा त्यसको बाउ चाहिँ गड्डीमा बसेर रक्सी धोक्दै होला नि तिहारको खुसीमा है ल है हेप्पी दिवाली
भएन हो यो त आयो दाजु आयो मेरो पनि आयो आयो 60 भयो लो मेरो पनि आयो दाजु मसँग पैसा सिद्धियो सो गर्ने पैसा पनि छैन डोको नाम्लोले सो गर्दा हुन्छ होला नि हुन्छ लो डोको नाम्लोले सो ता जुट अर्को देखाउनुहोस् आहा सत्ता थिरेल पो परेछ लो अब म हिँडेँ अब पैसा पनि सिद्धियो डोको नाम्लो पनि गयो म गएँ है साथी आमा आमा बाबा त आउनु भएन त आउँदै होला नि ला त अरू दियोहरू जला म भित्रको पूजा गर्छु झिलिमिली झिलिमिली देउसु रे झिलिमिली झिलिमिली देउसु रे नानी हो पड्काइदिउँ म एउटा त्यहाँ पटका पनि पाइयो अब यो पटका मेरा छोरालाई काम लाग्छ पटका पड्काउने हो झिलिमिली झिलिमिली देउसु रे झिलिमिली झिलिमिली देउसु रे सबैका घरमा देउसी खेल्दैछन् हाम्री माया सुती छ कि क्या हो अरे ढुङ्गो छ कि क्या यहाँ ठेस लाग्यो त झिलिमिली झिलिमिली देउसु रे माया ए माया माया ढोका खोल न हौ माया देउसी रे खेलेर आएको माया ए माया माया हे भगवान हेर मेरो लोग्नेको चाल
खुट्टै टेक्न नसक्ने भएका रहेछन्। देउसुरे खेलेर आएको झिलिमिली झिलिमिली देउसुरे नाच्छु भनेर देउसे भाइले खेलेको ठाउँमा गएको नाच्नै दिएनन् मलाई। लक्ष्मी पूजाको रात देउसे भैले कति आए कति गए अत्तो पत्तो छैन। अब बजारबाट टन्न भएर आएको होला। अब ढुक्कले सुता। झिलिमिली झिलिमिली देउसुरे झिलिमिली झिलिमिली होइन दाजुभाउजू कहाँ हिँड्नुभयो बिहान बिहान आज? अस्पताल गएका नि। के भएर अस्पताल? के हुन्थ्यो र माटेका सुरमा बेडी सल्काए भनेर पटेका पो सल्काएछन्। ए हो र खोइ। ए राम 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 सकेछन् नि हो। जुङ्गा डढाएछन्, ओठ डढाएछन्। यो बिडी खाने चुरुट स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्थे, जुङ्गाका लागि पनि हानिकारक हुँदो रहेछ। ल ल राम्रो देखाएर आउनु। ल ल हेट यो त हानिकारक चिज पो त।